हेलो साथीहरू नमस्कार गुड आफ्टरनुन सबैजनामा। आज पनि म आफ्नो भ्लग यहाँदेखि स्टार्ट गर्दैछु। कस्तो हुन्छ साथ सपोर्ट गर्नु होला। म जाँदैछु यस ठाउँमा घुम्नको लागि। कहाँ कहाँ जान्छु के गर्छु। ल है साथीहरू, हामी चाहिँ यहाँ गार्डनमा आइपुगेका छौँ। हेर्नुहोस् है, यहाँको फुलहरू यस्ता छन्। यता हाम्रो साला हुनुहुन्छ। ट्याक्क लाएर यस्तो ठाउँमा चाहिँ नै आइपुगिएको छ आज घुम्नलाई। यहाँबाट हामी एकछिन यसो राउन्ड अप गर्छौँ, त्यसपछि हामी कता जान्छौँ भन्ने कुरो देख्नलाई है त। हेलो हेलो हेलो, ल है हामी चाहिँ गार्डनतिर घुम्दैछौँ। ल साथीहरू, हामी चाहिँ नै घुम्दैछौँ यहाँभित्र। एक्सर्साइज मर्निङ वाकको लागि यो होइन। हेर्नु होला, अब आरी साइडतिर गएर एक राउन्ड गरेर त्यसपछि गएर चाहिँ नै पारी साइड जाउँ। हो साला, गर्मीको मौसम छ एकदमै। आज चाहिँ नै खासै त्यति गर्मी नभएको कारणले म चाहिँ नै यसरी भिडियो बनाउँदै हिँडिरहेको छु। बादल लागेको छ नि त आज हल्का, त्यसैले यो के को बुट्टा हो क्या यो खास? ए पक्क यो बिजबाट चिरेर बनाउँदो रहेछ होइन? उतातिर हामी नजाने निर्णय गरियो, धेरै लामो रहेछ। अब हामी यहाँबाट यसो घुमेर निस्किन्छौँ है त। टिकटकमा नाच्ने जस्तो रहेछ यो ठाउँ त है। तपाईँलाई त आउँथ्यो त नाच्न पहिला। त्यही पनि आजभोलि त खुट्टा लाग्दैनन् होला कि, बानी नभएर। फेरि लभ स्टेसन जस्तो पुरा के गर्नु अब, अर्काको जोडी गाह्रो छ हौ मलाई। यहाँ इन्जोय गर्दैछन् साथीहरू कोही गरेर। माछा नि होला नि। ल हेर्नुहोस् है, यहाँको भ्यू यस्तो छ। म चाहिँ तल त जाँदिनँ, यहाँ तलबाट राम्रो आउँथ्यो होला। देखिया छ र है है परको जस्तो त छैन। त्यहाँ पर हेर्ने कत्रो हिँडिरहेको छ। त्यो माछा नि नखाने यार म त।
यता चाहिने यस्तो छ है भाइ। घाम छ कि यता नजाउँ। ल हजुर हेरेर साथ सपोर्ट गरिदिनु होला। हामी पनि अब नयाँ नयाँ स्टार्ट गर्दैछौँ सबैले। आफूलाई खासै ओहो त्यो छेउमा त यार जाल हुनु पर्थ्यो एकचोटिमा 5 किलो आउने। ए हेर त यहाँदेखि यार मार्न दिन्न लागेर यहाँ जाम। त्यो आइसक्यो होला यार पर्खिरह छ। गजब हुन्थ्यो। माथिबाट जाउँ। मस्त कौवा कौवा काली कौवा 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 कौवा। ए काली कौवा। हेलो काली कौवा। भाग्दैन त कौवा पनि। मसँग त के हो। है साथीहरू हामी जाने गार्डन घुम्दैछौँ। यो भन्दा पछि चाहिँ म कहाँ जान्छु भनेपछि सायद कतै हुँदैन होला, रुमतिरै हुन्छ होला। खै चमेरा आउँ त यार देखिन्न यार माथि रहेछ तरी बस्ने रहेछ। यहीको बुट्टामा मात्रै बस्छ के हो चमेरो। जाउँ। मलाई यो फुल बहुत मन पर्यो कि यो फुल बहुतै मन पर्यो मलाई। हजुरहरूलाई कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु है त साथी। दामी छ नि दामी छ नि फुल। के साथीहरू म पछि भेट्छु हजुर। हो साथीहरू म चाहिँ आज घुम्न लागिरहेको छु। ल है साथीहरू म चाहिँ नि होटेल आइपुगेँ। अब आजको भिडियोको अन्त्य पनि यही गर्न चाहन्छु। धन्यवाद। हेरेर साथ सपोर्ट गरिदिनु होला। बाई बाई।